नमस्कार सबैजनालाई एउटा महत्त्वपूर्ण मेसेज छोड्नको लागि म यहाँनिर आएको छु। आदरणीय जेनजी साथीहरू, म तपाईहरुको एज क्याटेगोरीमा त पर्दिन, तपाईहरुको उमेर समूहमा म पर्दिन, तर तपाईहरुको विचारलाई, तपाईहरुको भावनालाई म राम्रोसँग बुझ्न सक्छु भन्ने लाग्छ। किनभने भर्खरै मात्रै त्यो उमेरको हिसाबले भर्खरै मात्रै मैले त्यो उमेरलाई पार गरेर आएको छु। त्यसकारणले गर्दाखेरि पनि तपाईहरुले युवाहरूको शक्ति कस्तो हुन्छ भनेर अत्यन्तै छोटो समयमा देखाइदिनु भएको छ। देशमा ठूला ठूला व्यवस्था परिवर्तनको लागि लामो समयसम्म विद्रोह भयो, लामो समयसम्म संघर्ष भयो। तपाईहरुले 2 दिन नबित्दै युवाहरूको शक्ति कस्तो हुन्छ भनेर प्रदर्शन गरिदिनु भएको छ, तपाईहरुले देखाइदिनु भएको छ र तपाईहरुले घुँडा टेकाइदिनु भएको छ। तपाईहरुले ठूलो बलिदानी दिएर युवाहरूको शक्ति छोटो समयमा देखाउनु भयो। अब तपाईहरु अत्यन्तै महत्त्वपूर्ण घडीमा आइपुग्नु भएको छ, महत्त्वपूर्ण समयमा आइपुग्नु भएको छ। देशको नेतृत्व अब तपाईहरुको काँधमा आउँदैछ। तपाईहरुले देशको नेतृत्व गर्नुपर्ने छ र देशलाई कता लाने, देशमा स्थिति बस्दाखेरि कस्तो हुन्छ, सुशासन कायम गर्दाखेरि कस्तो हुन्छ भन्ने कुरा देखाउनु पर्ने समय अब तपाईहरुको काँधमा, तपाईहरुको जिम्मेवारीमा आउँदैछ। त्यसकारणले गर्दाखेरि अब तपाईहरुले युवा शक्ति त देखाउनु भयो। अब तपाईहरुले युवाहरूको विवेक, युवाहरूको धैर्यता, युवाहरूको संयमता र युवाहरूको क्षमता देखाउनु पर्ने बेला आएको छ। सार्वजनिक सम्पत्तिहरू, सरकारी सम्पत्तिहरू जे छन्, ती सार्वजनिक सम्पत्तिहरू, ती संरचनाहरू बनाउनको लागि तपाई हाम्रै कर खर्च भएको छ। तपाई हामीले तिरेको करबाट बनेका ती संरचना र सम्पत्तिहरू हुन्। तिनलाई भत्काउँदाखेरि, ती संरचनाहरू ध्वस्त हुँदाखेरि भोलि फेरि तपाईहरुले नै नेतृत्व गर्नुपर्ने बेलामा पनि ती संरचनाहरू चाहिन्छन्, ती सार्वजनिक सम्पत्तिहरू चाहिन्छन्। त्यसलाई फेरि बनाउनु पर्यो भने फेरि पनि तपाई हामीले तिरेको कर नै खर्च हुने हो। त्यहाँ ठूलो लगानी हुन्छ, फेरि तपाई हाम्रो कर खर्च हुनेवाला छ। त्यसकारणले गर्दाखेरि ती सार्वजनिक सम्पत्तिको रक्षा गरौँ, ती सार्वजनिक सम्पत्तिहरूलाई जोगाउँ। किनभने ती सार्वजनिक सम्पत्तिहरू तपाईहरुकै हुन्, भोलि फेरि तपाईहरुलाई नै चाहिन्छ। त्यसैले जेनजी साथीहरू, ठूलो क्षति भइसकेको छ। अब क्षतिलाई रोकौं। त्यो निर्जीव संरचनासँग तपाईहरुको आक्रोश होइन, त्यो निर्जीव संरचनाले केही कुरा बिगारेको होइन। अब क्षतिलाई कसरी न्यूनीकरण गर्न सकिन्छ त्यसतर्फ अगाडि बढौं। सबैजनालाई त्यो संयमता अपनाउनको लागि अहिलेबाट आफ्नो आफ्नो ठाउँबाट पहल गरौं र क्षति जति हुन्छ त्यो क्षति हाम्रै हुने भएकोले क्षति रोक्नतर्फ अब अगाडि बढौं। क्षतिलाई कसरी रोक्ने, अरु क्षति हुन कसरी नदिने भन्नेतर्फ अगाडि बढ्नुपर्ने देखिन्छ। त्यसकारणले गर्दाखेरि अत्यन्तै संयमताका साथ, अत्यन्तै विवेकताका साथ तपाईहरुले क्षमता देखाउनु पर्ने बेला आएको छ। यो बेला विश्वले तपाईहरुलाई हेरिरहेको छ, आफूलाई प्रमाणित गर्नुपर्ने बेला आएको छ। कृपया शान्त भइदिनुस् र क्षति न्यूनीकरण गर्ने दिशामा अब अगाडि बढिदिनुस् प्लिज।